यो चाहिँ तिम्रो इन्टायर दुबई, यहाँदेखि मास्तिर जान्छौ भने शारजा अजमान आउँछ भने चाहिँ यहाँदेखि तलतिर आउँछ भने तिम्रो आबुधाबी आउँछ। त्यो त हो, तर मैले सुनेको दुबईमा फ्रीमा प्रपर्टी पाइन्छ अरे। फ्रीमै प्रपर्टी? अनि यो फ्री होल्ड भनेको फ्रीमा होल्ड गर्ने होइन त? अरे पागल, फ्री होल्ड भन्ने बित्तिकै फ्रीमा होल्ड गर्ने होइन। त्यसो भए के हो त अनि यो? ल अब तिमीलाई म सम्झाउँछु। दुबईमा चाहिँ तिम्रो मेनली दुईटा टाइपको ल्यान्ड हुन्छ, एउटा हुन्छ फ्री होल्ड, अर्को हुन्छ तिम्रो लिज होल्ड। अब तिम्रो फ्री होल्ड ल्यान्ड भनेको कस्तो हो भनेर भन्छौ भने यो चाहिँ तिम्रो 100% ओनरसिप हुन्छ, लाइफ टाइमको लागि तिमी ओनर हुन्छौ। यसलाई तिमीले बेच्न पनि मिल्यो, रेन्टमा हाल्न पनि मिल्यो, अरूको नाममा नामसारी गर्न पनि मिल्यो। जस्तो तिमीले नेपालमा जग्गा किन्छौ त्यस्तै नै हुन्छ यहाँ तिम्रो फ्री होल्डमा, तिमीले जे पनि गर्न पायो। ओके, यस्तो पो। र अर्को लिज होल्ड भनेको चाहिँ कस्तो हुन्छ भन्छौ भने तिम्रो 5 वर्षदेखि लगेर 99 इयर्ससम्म चाहिँ तिम्रो एग्रिमेन्ट हुन्छ। त्यो एग्रिमेन्टको हिसाबले चाहिँ त्यो पिरियड टाइमसम्म मात्रै तिमी त्यसको ओनर हुन्छौ। त्यो एग्रिमेन्ट सकिसकेपछि चाहिँ तिमी त्यसको ओनर हुँदैनौ। अब बुझ्यौ नि के हो फ्री होल्ड र लिज होल्ड भनेको? ल अब चाहिँ मैले बुझेँ।